कति समय यसरी चल्छ जीवन? कहिलेसम्म म एक्लैले धान्ने? अब त अति भएन र? तिमीलाई थाहा छ त माया कि मैले कोसिस गरिरहेको छैन र? फेरि भन्ने बित्तिकै काम पनि त पाउनु पर्यो। के गर्यौ त अहिलेसम्म? अरूले भने कति प्रगति गरिसके, तिमी भने जहाँको त्यही। माया, दुःख सुख सँगै जिउने बाचा गरेका थियौँ होइन र हामीले? एउटा छोरी छ, कम्तीमा उसको लागि त सोच। बस भयो, अब मलाई केही पनि सुन्नु छैन। डिभोर्स पेपरमा साइन गरिदिए पुग्छ। मैले धेरै समय दिए जीवन, अब म सहन सक्दिनँ। अब हुनेवाला पनि केही पनि छैन। म एउटा छोरी जसरी पनि पाल्न सक्छु। अब अदालतमा भेटौँला। यो शरीरै मारे पनि भुल्नलाई त सक्दिनमा। यो शरीरै मारे पनि सधैँ माया गर्छु म त, छोडपत्र नै गरे पनि दुःखले रोपेका थियो प्रेमको बिरुवा त्यो। दुःखले रोपेका थियो, दुःखले रोपेका थियो प्रेमको बिरुवा त्यो। नपाएको पिलामै पहिली छरे पनि सधैँ माया गर्छु म त, छोडपत्र नै गरे पनि। जीवन, आई लभ यु। माया, म तिमीलाई मन पराउँछु, माया गर्छु। जीवन, मेरो मम्मीले क्यानाडाको पिआरवालासँग बिहे गर भनेर फोर्स गरिराख्नु भएको छ। भन, तिम्रो मनमा के छ? हेर माया, न मसँग जब छ न केही छ। यस्तो अवस्थामा मैले तिमीलाई कसरी यस भन्नु? हेर जीवन, म तिमीलाई माया गर्छु। मम्मीको खुसीको लागि बाउ जस्तो उमेरको मान्छेसँग बिहे गर्न सक्दिनँ जीवन। तिमीसँग अहिले जब नभएर के भयो त? भोलि हामी सँगै मिलेर सुन्दर संसार बसाउँला नि। माया, तिमी मलाई यति धेरै माया गर्छौ? किन? तिमीलाई मेरो मायामा विश्वास छैन? मम्मी, 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 कुन मुख लिएर आइस् त? जुन बाटो आएको त्यही बाटो जा त। मम्मी, गल्ती भयो, सरी। त्यति बेला आँखा देखिनस्। हामीले भनेको मानेको भए आज यो दिन भोग्नु पर्थ्यो। मम्मी, कहाँ जाने के गर्ने सोच्नै सकिनँ। लकले साथ नदिएर पो हो कि? लकले होइन, लभले साथ दिएन भन्न। त्यत्रो क्यानाडाको पिआरवाला आउँदा आउँदै त आफ्नो मर्जीले हिँडी होइन। हामीले तेरै भलाइको लागि भनेको हो नि।
तेरै लाइफ सेटल होस् भनेर। अनि पिआरवाला भन्दैमा बाउको उमेरको मान्छेसँग बिहे गर्नु त मैले कमसेकम उमेर मिल्ने त हुनु पर्यो नि। उमेर मिल्नेसँग गएर तेरो भविष्य मिल्यो त? लभ गरेर लभले खाना दियो? के को होला पार्वती? ए छोरी हेर्नु न हेर्नु यसको ताल। हामीले भनेको माने भए यो हालत हुन्थ्यो। छोड्देऊ न पार्वती, अब नगर्नु गल्ती गरिहाले, अब कराएर के फाइदा? नगराउनु तपाईँ, हजुरले नै हो क्या मताएको। हामीले यसैको लागि चाहिँ राम्रो हुन्छ भनेर भने होइन? यी बाउ छोरीहरूले मेरो टाउको खानी भयो। बाबा, यो सब मैले गर्दा भएको हो। हजुरहरूले भनेको नमानेर मैले गलत डिसिजन लिन पुगेछु बाबा। नानी, अब जे नहुनु भइसक्यो, अब पछुताएर के फाइदा? नानी, पुरानो कुरा बिर्सिदे, केही छिनमा त मम्मीको पनि रिस मरिहाल्छ नि। बरु भन्न रहेछ के गर्नुहुन्छ? उहाँलाई पनि त सँगै लिएर भइहाल्थ्यो नि। अब केही ठिक हुँदैन बाबा। म अब जीवनसँग बस्न सक्दिनँ। मैले उसँग डिभोर्स मागिसकेँ बाबा। छोरी, तँ यो के भन्दैछस्? जैसँग झगडाएर आएको रे? उनले कहिले राम्रो काम गरेको छैन बाबा। सधैँ आवारा जस्तो भइरहन्छ। घरको सबै खर्च मेरै भरमा चलेको थियो। यही कुराले सधैँ झगडा हुन्थ्यो। त्यसैले उसँग डिभोर्स गर्ने डिसिजन लिए बाबा। हेर नानी, बरु सम्बन्ध जोड्दै नजोड्नु, जोडिसके पछाडि मनैदेखि निभाउनुपर्छ। कहिलेकाहीँ एकअर्काको कुरामा चित्त बुझ्दैन, तर त्यो भन्दैमा डिभोर्स गरिहाल्नु राम्रो कुरा होइन छोरी। फेरि समाज र आफन्तले हेर्ने नजर पनि त फरक हुन्छ। भन्दै यसले नटेरे कि होइन? तपाईँ आफै सम्झाउनुहोस् आफ्नो छोरीलाई। मैले के सम्झाउनु र? बिचरा उसले पनि जानी गरेकी होइन। त्यो बेला क्यानाडाको पिआरवाला केटा आएको थियो। हामीले भनेको मानेको भए आज यो दिन भोग्नु पर्थ्यो। मम्मी, त्यो बेला पनि भनेको थिएँ नि मैले, पैसाको लागि बाउ जस्तो उमेरको मान्छेसँग बिहे गर्दिनँ भनेर। हत्तेरीका मम्मी, तिमी पनि छोरीलाई कति किसिस गर्छौ? खाना पसिया बरु खाना जाऊ। अनि दाइ, तपाईँको गर्लफ्रेन्डको चाहिँ के छ खबर? के हो न भाइ, आफूसँग पैसा सैसा थिएन, उसलाई बाइकवाला चाहियो, छोडेर गई। अनि बरु भन न, तिम्रो चाहिँ के छ खबर? मेरो पनि सेम प्रब्लम हो दाइ। आजकलको केटीलाई माया भन्दा बाइक प्यारो रहेछ। त्यही त भाइ, आजकल माया र मौसमको भर नहुने रहेछ। हो दाइ यार, आजभोलि माया भन्दा ठुलो पैसा रहेछ। आजकल त केटी पटाउन पनि शङ्का लाग्छ हो। हो भने भाइ, आजकल कुरा बुझ्नै गाह्रो। त्यही भने दाइ। ए भाइ, अनि अस्ति तिमीसँग हिँड्ने रामी दिदी को हो? चिनेकै दिदी हो। अनि ऊ कहाँ बस्छ? त्यही पर बस्ने दिदी हो।
भनेपछि केटाहरू गर्लफ्रेन्ड पीडित होइन त? ए दाजु, तपाईँको जस्तो पर्सनालिटी भएको भए जमानामै 10-10वटा केटी पठाइसक्थेँ म। मलाई पर्सनालिटीको कुरा नगर्न। पर्सनालिटी भने कस्तो थियो ब्रो भन त? त्यो पर्सनालिटी कुरा गर्ने होइन के, त्यो जमानाको कुरा हो। अहिलेको कुरा गर्नु पर्यो। अहिलेको कुरा होइन दादा, अहिलेको कुरा। हत्तरीको हो त रहेछ भाइ, अहिलेको कुरा अहिलेको त रहेछ त यार। कस्ता 7 जन्मसँगै जिउने मर्ने कसम खाएको प्रेमी हो म। उसको जीवन, उसको सिन्दुर, उसको श्रीमान हो म। के रे? ए केटा सुन्यो, 7 जुनीसँगै जिउने मर्ने कसम खाएको उसको श्रीमान रे यो। आज हामी मिलेर तेरो यस्तो हालत गर्छु कि 7 जन्मसम्म पनि बिर्सिँदैन। हिँड जाऊ। मैले तिमीलाई भनेको थिएँ नि माया, तिमी आफै मैले भनेको कुरा केही पनि नसुनिकन गयो। सरी जीवन। हेर, कहिलेकाहीँ रिस उठ्छ, मन दुख्छ, तर त्यो भयो भन्दैमा डिभोर्सै गरिहाल्नुपर्छ भन्ने चाहिँ छैन है। सकभर कुनै पनि जोडीको छोडपत्र या डिभोर्स नहोस्। एक्सन। हामीले तेरै भलाइको लागि भने हो नि, तेरै लाइफ सेटल होस् भनेर। ओके रोलिङ एक्सन। छोड्देऊ न पार्वती, अब नगर्नु गल्ती गरिहाले,
अब कराएर के फाइदा? नगरौँ तपाईँ। ए मैले भने होइन भन्ने त होइन रियाक्सन आउला कि भनेर झट्ट भन्ने हो नि। एक्सन। अहिलेको कुरा होइन दादा, अहिलेकै कुरा हो त अहिलेकै कुरा त रहेछ त भाइ। यता हेर्नु पर्यो क्या। एक्सन। एक्सन। एक्सन हाँस। रोलिङ। 7 जनसम्म विषय बुझिस? के भयो? के भयो? साइलेन्ट रोलिङ। एक्सन। कस त म उसलाई 7 फन्का सिन्दुर लगाएको छिन्। हेर्नु अब केही ठिक हुँदैन बाबा। म अब जीवनसँग बस्न सक्दिनँ। मैले उसँग डिभोर्स मागेको छु बाबा। एक्सन। नभनुन्जेल नबोल है। ऊ छाता आयो क्या फेरि। कस्तो ल ल ल ल ल रोलिङ। एक्सन। ओके रोलिङ। एक्सन। रोलिङ। एक्सन। छोरी यो के भन्दैछस् त? जहीसँग झगडा गरेर आएको हो? प्रश्न सिधा सिधा खुट्टा सिधा। ल रोलिङ। एक्सन। हो ल बा रोलिङ। एक्सन। एक्सन। माया तिमी मलाई यति धेरै माया गर्छ? किन र? तिमीलाई मेरो मायामा विश्वास छैन र? एकछिन दाजु कन्टिन्यू छिटो। माया तिमी मलाई यति धेरै माया गर्छौ? किन र? तिमीलाई मेरो मायामा विश्वास छैन र?